सो हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ मेरो 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने डे 13 रहेको छ। 13 दिन भइसकेको छ र अहिलेसम्म सब्सक्राइबर भन्नुपर्दा 100 को 100 मै रहिरहेको छ गाइस है। तै पनि केही छैन। सो तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला च्यानललाई है। तपाईँको पनि च्यानल छ भने म ब्याक सब्सक्राइब गरिदिइहाल्छु। सो त्यही हो गाइस, सपोर्ट इच अदर है। र आज चाहिँ अलिकति जिउ पनि बिसन्चा भइरहेको जस्तो भइरहेछ गाइस हो। र पनि एकदमै लो एनर्जी नै छैन गाइस आज जिउमा। र पनि म चाहिँ उठेर हिँडेको, किनकि सुती बस्यो भने झन् साह्रो पार्दो रहेछ गाइस। र अहिले हिँड्नुपर्ने चाहिँ यस्तो बाटो छ गाइस, म उकालो अहिले चाहिँ अलिक फ्रेस भएको जस्तो भयो गाइस। तर अघि रुममै सुती बसेँ नि त। आज म काममा पनि गइनँ, काम पनि थिएन है। सधैँ चाहिँ मैले बिहानै भिडियो बनाएर अपलोड गर्थेँ। र आज चाहिँ अलिक लेट भयो गाइस। र अहिले म ड्युटी जाँदै भिडियो पनि बनाउँदै हिँड्दैछु गाइस। हेर्नु सक्नुहुन्छ गाइस, यस्तो छ नजारा यताको चाहिँ गाइस। यो चाहिँ लिदुङ बस्ती हो गाइस। लिदुङ मेरो जग्गा चाहिँ लिदुङ हो गाइस। अहिले म हिँड्दैछु ड्युटीको लागि। सो म चाहिँ एमपिसिएसमा ड्युटी गर्छु। र त्यहाँ मर्निङ टाइम र इभिनिङ टाइम मात्रै हुन्छ मेरो चाहिँ पार्ट टाइम जब गाइस हो। अनि त्यसको लागि म जाँदैछु। दिउँसो चाहिँ म एक्स्ट्रा पार्ट टाइम जबहरू गर्छु है, पायो भने चाहिँ। सो त्यही हो गाइस, अहिलेलाई बाई बाई, लभ यु अल।